हेलो एभ्रिवान, न्यू डे न्यू भ्लगमा हजुरहरू सबैलाई स्वागत छ। साथीहरू के गर्दै हुनुहुन्छ? सन्चै आरामै कुशलै हुनुहुन्छ होला भन्ने आशा लागिराखेको छ। म पनि सन्चै आरामै कुशलै छु। अनि हजुरहरूको नयाँ नौलो हालखबर के छ? यस्तै हो साथी, आज त धेरै गर्मी बढिरहेछ। यो बर्खाको सिजनमा चाहिँ धेरै गर्मी बढ्ने अनि धेरै चिसो पनि लाग्ने साथीहरू। शीतलमा बस्दा पाकेर पनि थाकिसके साथीहरू। केही काम गर्नै मन नलाग्ने, जाँगर नचल्ने, अल्छी मात्रै लाग्ने यो गर्मी महिनामा चाहिँ। बरु जाडो महिनामा चाहिँ एकदम जाँगर चल्ने, चिसो भए पनि जे पनि गर्न मन लाग्ने साथीहरू। यो गर्मी महिना चाहिँ तपाईहरुलाई मात्रै मन नपर्ने हो कि मलाई मात्रै हो मन नपर्ने? मलाई चाहिँ फिटिकै मन पर्दैन साथीहरू। गर्मी महिना चाहिँ भोलबाडी जताततै कस्तो दुःखद घटनाहरू सुन्न पाइन्छ। जाडोले मर्यो भनेको त सुन्न पाइँदैन नि त्यति। शीतलहरले चाहिँ मान्छेहरू थोरै मर्ला। यो बाढी पहिरोले त कति धेरै ठाउँमा मान्छेहरू मरिराखेको छन्। खोला नाला उस्तिकै बढेको छ। यस्तै हो साथीहरू। यो गर्मी मौसम चाहिँ मलाई मात्रै मन नपर्ने हो कि तपाईहरुलाई पनि मन पर्दैन साथीहरू? गर्मी महिनामा जति अल्छी चाहिँ यो दुनियाँमा चाहिँ कसैलाई मलाई जति कसैलाई लाग्दैन होला। एकदम हावा चलिरहेछ। त्यो तपाईँको हर्सिटीमा आएको छ तीनवटा घर हर्सिटीमा। हेलो, हर्सिटीमा त्यो चाहिँ तपाईँको त्यो लाकुरी पुर्सलको छेउमा रिधी सिद्धि बस पार्कको छेउमा। हेलो,
सम्झेर माया मुटुले भरिँदैछ रातमै तिम्रो शरीरमा मेरो अनन्तताले हिँड्दैछ यदि नखाए नलाइ सम्पत्ति कमाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँ गलत हुनुहुन्छ। किनभने तपाईँलाई भन्दा तपाईँको सम्पत्तिलाई प्यारो गर्छन्। तपाईँले कमाएको सम्पत्तिलाई, चाहे बाबुआमा होस्, चाहे दाजुभाइ होस्, चाहे छोराछोरी होस्। किनभने तपाईँ यदि कसै गरी फ्याट्ट मरिहाल्नु भयो भने पनि तपाईँलाई लगेर जलाउँछन्। अनि आफ्नो त्यो जलाइसकेपछि आएर पनि आफ्नो जिउहरू धुन्छन्, कपडाहरू धुन्छन्, अनि तपाईँले प्रयोग गरेको चिजहरू सबै धुन्छन्, फाल्छन्। हेलो गाइस, आजको खाजा चाहिँ आलुको तरकारी अनि पुरी यसरी बन्दैछ। आलु पुरी मैले पुरी पनि पोलेको छु साथीहरू। पुरीको हालत कस्तो छ? यहाँ चाहिँ तरकारी आलुको पानी परिरहेको थियो। अनि आज चाहिँ बाढी भुल आयो हिजो पनि। अनि आज चाहिँ घाम लागिराखेको छ। अनि तपाईँहरूलाई खोला देखाउन गइरहेको छु, हेर्नु होला। नक्खु खोला यत्रो भोल आइरहेको थियो हिजो। यो माथिसम्म यहाँ झारहरू पनि मरिराखेको छ। यो पहिला 2 साल अगाडि ठुलो बाढी यो खोलाभरि आएको थियो। अनि कति धेरै डुबान गरेको थियो। अनि ठाउँ चाहिँ यही हो साथीहरू। अनि पानी चाहिँ देख्नुहुन्छ, कुसुन्दी लखीबोट है साथीहरू। खुट्टा भयो जुत्ता कति भन्छन् साथीहरू। यहाँ आफू चाहिँ एउटा खुट्टालाई जुत्ता पनि नभेटेर कस्तो छु। मान्छेहरू किन भनेको होला, भन्न सजिलो छ, व्यवहारमा उतार्न निकै गाह्रो छ होइन साथी। खाली खुट्टा बस्नु परेको छ। खुट्टा भए जुत्ता कति भन्छन्। के गर्नु, आफ्नो त खुट्टा खाली नै छ। जुत्ता नै पाइएन हो, जुत्ता नै पाइएन।